सबैलाई जय मसी आज युथको सेवाहरू है ठिकै छ। आज 8 नोभेम्बरको दिन जोपा हाउस अफ प्रेयर हाउसमा यसरी एक दिने युथ सेवा सम्पन्न भएको छ। कतिजना प्राय आइसक्नु भयो र अब लिङतामबाट पनि आइसक्यो, गान्तोकबाट हाम्रो भाइ पनि आउनु भएको छ र आज हामी हर्षित छौँ। जय मसी र सेवा सम्पन्न भइसकेको छ। प्रभुको दासहरू यसरी बस्नु भएको छ। हाम्रो वृद्ध प्रभुको दासहरू हुनुहुन्छ। जय मसी माइजू। ल जय मसी माइजू। आज एक दिने सेवा है, हामी हर्षित छौँ। जय मसी युथ सेवाको लागि तयारी भएको छौँ हामी सबै र प्रभुको दासहरू टाढा टाढाबाट आउनु भएको छ र जय मसी हाम्रो जोपाको प्रिय बहिनीहरू। जय मसी हाम्रा प्रभुको दास सञ्जीव, हाम्रा भाइहरू बहिनीहरू मनिषा। जय मसी एक दिने युथ सेवा। जय मसी प्रभुको दासी। जय मसी सुमन। जय मसी र हाम्रो सम्झत दाजु महिला भाइ। जय मसी एक दिने युथ सेवा। हाम्रो बहिनीहरू पनि यहाँनिर किचनमा डाइनिङमा छ। उहाँहरू आफ्नो ड्युटी खटिएको छ। जय मसी सबलाई। जय मसी हाम्रो युथहरू यहाँनिर हाम्रा भाइ बहिनीले आफ्नो ड्युटी पुरा गरिरहेको छ। जय मसी सन्तोष। जय मसी गरे। जय मसी यहाँ किचनमा कामहरू गरिरहनु भएको छ। जय मसी दाजु, हाम्रो पुरानो दाजु जोपाको किचनमा खटिरहनु भएको छ। जय मसी जोन र हाम्रो दाजु रतन, हाम्रो जोपाको सिनियर सेफ। जय मसी र एक दिने सेवाको लागि एकदम हर्षित साथ खानापिना हुँदैछ, बनिँदैछ। आत्मिकी भोजन साथमा शरीर भोजन पनि तयारी गर्नु हुँदैछ सबै मिलेर। जय मसी नवीन। हुन्छ प्रभुको नाममा सबैलाई जय मसी र आज एक दिने सेवा सम्पन्न भएको छ। थ्याङ्क यू। जय मसी।